यी बाँदरहरू रहेछन्, यिनीहरू मानव होइन रहेछन्। अब राजा ल्याउनु पर्छ भनेर विश्वमा नै राजामय नेपालको राज संस्थाको हाई लेभलमा कुरा भइरहेको छ। अबको राज संस्था हेर्नुहोस्, विश्वलाई एउटा मार्ग निर्देशित गर्ने किसिमको राज संस्था नेपालमा स्थापना हुँदैछ। विश्वलाई निर्दिष्ट गर्न चाहिने कि नेपाली जनतालाई निर्दिष्ट गर्न चाहिने? नेपाली जनता र राजा त एउटै चाहिँ नङ्ग्रा मासु, यसमा फरक छैन। र विश्वलाई पनि मार्ग गर्न सक्ने राज संस्था स्थापना हुँदैछ। 80 वर्षका ज्ञानेन्द्र शाहले राज संस्थाको कसरी नेतृत्व गर्न ज्ञानेन्द्र शाह पछाडिको राजा हुनु भएको छैन भन्ने रेलेबटाले नेतृत्व गर्छ अनि 80 वर्ष भन्नु त सर। ट्रम्प कति वर्ष त भन्नु त? रेलेबाट कति वर्ष वर्षले हुँदैन। मालदिप्सको उहाँलाई मैले जवाब दिन्छु। यहाँ सुन्नुहोस्, मतलब होइन। राप्रपाको कुरा भनेको यो देशमा हिन्दू राष्ट्र चाहिन्छ, यो देशमा संवैधानिक राष्ट्र संस्था चाहिन्छ र यो देशको आर्थिक उन्नति हुनुपर्छ, सुशासन हुनुपर्छ, भ्रष्टाचार मुक्त देश हुनुपर्छ। राप्रपाको कुरा कुन व्यक्तिले के कुरा गर्छ भन्दा पनि हाम्रो विधानमा त हामी कुरा गर्छौँ। त्यही भएर हाम्रो विधानमा संवैधानिक राष्ट्र संस्था र हिन्दू राष्ट्र चाहिँ हाम्रो पटलमा यो आन्दोलन हाम्रो अगाडि बढिरहेको छ। यहाँले देखिरहनु भएको छ, अगाडि बढ्दैछ। शहीद 15 जस्तो हामी हिंसामा विश्वास राख्दैनौँ। हामी कसैको सार्वजनिक सम्पत्ति, कसैको व्यक्तिगत सम्पत्ति तोडफोड गर्दैनौँ। हामी अहिंसाको रूपमा आन्दोलन गरेर यो देशमा राष्ट्र संस्था र हिन्दू राष्ट्र स्थापना गर्छौँ। रविन्द्र मिश्र र मान्य डाक्टर धवल शमशेर राणा महामन्त्री हुनुहुन्छ। उहाँ पनि उहाँलाई अहिले चाहिँ जसरी चाहिँ देशको जसरी यिनीहरू संविधानको कुरा गर्छन्, नेपालको संविधान र प्रजातन्त्रलाई टेकेर नेपाली जनताको आवाजहरू सडकदेखि जहाँ उठाउँदाखेरि त्यहाँ कुनै कसरी उहाँहरू गलत गर्नु। अहिले पनि हामी सडकमा छौँ। आखिर उहाँले पनि यही 15 गते चाहिँ दुर्गा पर्साई कमान्डर उहाँ पनि पक्राउ पर्नु उहाँको बारेमा चाहिँ केही भन्नु भएन नि त? मैले होइन, पहिला सुरुमा त एक कुरा म दोहोऱ्याउँदैछु नि। उहाँलाई जसरी हाम्रो नेताहरूले समातिएको छ, उहाँ लगायत दुर्गा प्रसाद सबै मान्छेहरूलाई मूलतः उहाँ राज्यले एउटा चाहिँ अत्यन्त एउटा चाहिँ शक्तिको दुरुपयोग गर्यो, संविधानको दुरुपयोग गर्यो, गैर संवैधानिक तरिकाले चाहिँ हाम्रो मान्छेलाई भित्र राखेको छ। सडकमा आवाज उठाउनु मिल्छ। जस्तो तपाईँले त्यो दिनमा चाहिँ कुनै कार्यक्रम त तपाईँको यहाँ माइतीको मण्डलमा विशाल मान्छे जम्मा भएर हात हतियार समातेर, लट्ठी समातेर, खुकुरी समातेर हामीले आक्रमण गर्न गएको होइन नि। त्यो त त्यहाँ मञ्च बनाएको छ, सभापति छ, कार्यक्रमको प्रमुख अतिथि छ। कर्मचारी बनाएर राजाले आफ्नो ज्वाइँलाई चाहिँ राख्यो। अब राजाको कमिसन नाश गर्यो। यिनीहरूले कमिसन नाश गर्दा यी हुन् राजा ज्ञानेन्द्रले त यिनीहरूले दोष लाग्यो। राजा ज्ञानेन्द्रले पोखरा गएकै हो त्यो दिन। पोखरा होइन 19 गते जेठ 19 गते राजा ज्ञानेन्द्र पोखराबाट कसरी दरबार भाइ मार र दाइ मार यस्तै कुकुरले त्यो गर्छ। के अरे ज्याला लगाएर खानुपर्छ, बहिनी गएर रिन्छ, काट्तिर उनीहरू खुट्टा होइन लाथे नि अहिले कुकुर नगएर को कुकुर त पुरामा उनीहरूले गरेर हामी कुकुर सुँगुर कुकुर दाना गर्नु उनीहरूले गरेर हामीले यहाँनिर भनेको हजुर के अरे रावणको राक्षस यो सरकार राक्षस दानाको राक्षस किनकि व्यवहार गर्ने अझै 15 गते त्यो आयो। हामीलाई साथी कुनै दिन होइन, मैले ढुङ्गा दिइरहेको छु। ममाथि आएर मत बनाएर कुरा गरिरहेको त्यो मनले माथि हाल्यो होइन। ढुङ्गा हानु भन्यो। मैले केटा तिनजना झन्डा बोकेको छैन। हेर्नु आएन घामलाई छ म पिठीमा त त्यो कहिले ती 4 महिना एउटा बोल यसो गर्नु भन्नु माथिहरू अन्त पुलिसमा भन्ने एउटा अर्काले घर टिपेर मैले पनि 2 ढुङ्गा टिपेर दिइहाल्छु। त्यो मन्त्रीको अगाडि एउटा त्यहाँ बोर्ड छ त्यहाँदेखि ढुङ्गा टिपेर दिनु सक्नुहुन्छ। अनि पछि त तिनीहरू त बाख्राले गएर ढुङ्गा हान्छ। आखिर हामीलाई उचाल दिनु हामी त गाह भएको छ नि, हामी त हामी स्वाभाविक होइन। अनि मन्त्रीबाट के भनिरहेको छ ढुङ्गा नानु होला है, प्रहरी छ पुलिस छ, तपाईँ नराम्रो नगर्नु, वार्ता गर्नु नराम्रो नगर्नु, ढुङ्गा नानु हुन्छ। मैले 2 ढुङ्गा बाटो दिइहाल्यो भने यिनीहरू सरकारले पठाएका मान्छे म ग्यारेन्टी गर्न सक्छु। म त आगोमा देखाएको छु दुईजना कार छट पल्टाएर अनि पछि आएर माथि छोड्छ। एउटा गुजरातको माला हो कि अब त्यो के अरे
मोटरसाइकल साँचो यसरी मान्छे दमकल लिएर आयो छाड्ने आएन जस्तो गयो त्यो पत्रकारलाई मार्नु यिनीहरूको होइन किनभने त्यो पत्रकारको त्यो छ नि त्यो छिट्ने खतरा छ होइन त्यो सुझाव दिन्छ अनि यिनीहरूको अनि बेलुका पत्रले के भन्छ यसका 10 लाख भए हाम्रा 1 लाख यसका 1 लाख भए हाम्रा 10 लाख यसका 10 लाख हाम्रा करोड अनि त्यसले नगरी कसले गर्थे यी गुहानले को भन्छ ए पटाहरू लाटा पावन देखाएको